चाहिँ हामी यहाँ यो ट्याम्के जानेको हाइकिङ बाटो साइडपट्टि छु। यता पछाडि देख्न सक्नुहुन्छ चिया बगान लागि बनाइरहेको छ। अहिले चाहिँ रोपिरहेको छ यो स्टेप गरेर। हामी चाहिँ ट्याम्के हिँडेको अगाडि गयो यहाँ हिँडेर 3 घन्टामा पुग्ने रहेछ। हामी त्यही 3.5 घन्टा जति बाइक चलाउँदा पनि पुगेन। त्यसपछि ट्याम्के नपुगेन फर्केर आएको। हेलो एभ्रिवान, स्वागत छ तपाईँहरू मेरो भ्लगमा। आज मेरो भ्लग आउँदैछ खोटाङ जिल्लाबाट। आज हामी यहाँ माने भन्ज्याङमा छु। अब हामी यहाँबाट अगाडि गर्न लागिरहेको छु ट्याम्केसम्म। अहिले हामी बाइक स्ट्यान्ड बाई छ, यता बाइक छ। अब हामी माने भन्ज्याङ यहाँबाट अब सुरु गर्दैछु हाम्रो यात्रा रहेको छ। आज ट्याम्केसम्म जाने प्लान चाहिँ मुन्दुमसम्म छ। हामी धेरै टाइम नहुने भएर हामी आज अब सर्ट 2 घन्टाको यात्रा हुनेछ भनेछ। यहाँबाट हेरौँ बाटो यस्तो छ, एकदम हुस्सो लागेर सिनहरू केही देखिँदैन यहाँको यो माने भन्ज्याङ बजारको। लेट्स गो। अब हामी बाइकमा भेट्छौँ। केही समयको यात्रापछि हामी एउटा रमाइलो गाउँ भेटियो। बादल मुनिको गाउँ पारिपट्टि देख्न सक्नुहुन्छ। हामी गाउँ हुँदै अगाडि हाम्रो यात्रातर्फ बढ्यौँ। हामी अगाडि बढ्दै जाने क्रममा लागेका हुस्सोहरू तलहरू पनि फाटिँदै गइसकेको थियो र मौसम पनि सफा हुँदै गइसकेको थियो। एकदमै रमाइलो र रोचक हुँदै थियो हाम्रो यात्रा। हामी विभिन्न कठिनाइहरू पार गर्दै अगाडि बढ्दै थियो। मौसम फेरि साथ नदेला जस्तो भइसकेको थियो। पानी सिमसिम परेर हुस्सोहरू लागिसकेको थियो। हामी मुन्दुम जाने र ट्याम्के जाने ट्रेक बाटो हुँदै अगाडि बढ्दै थियो बाइक जाने बाटोबाट। हामी अगाडि भोजपुर मामखेला बोरा रहेछ। हामी अगाडि बढ्दैछु। अगाडि माई गड माथि स्तुपा देखो यार, देखो नजिकको स्तुपा अगाडि यार। थ्याङ्क्स फर भिजिटिङ। हामी चाहिँ अहिले यहाँ खोटाङ जिल्ला सकिसकेको छ। अब हामी कता जानुपर्छ म्याप हेर्नुपर्छ। ल कता हो त ट्रेक जानु मुन्दुमको। ल ओके, अहिले चाहिँ हामी यहाँ ट्याक्कै साकेला गाउँपालिका चाहिँ सकिसकेको छ। साकेला रुरल म्युनिसिपालिटी। अब हामी यहाँबाट अगाडि बढ्नुपर्ने हुन्छ उकालो बाटो। हजुरलाई कन्फ्युज हुन्छ भने ट्याक्कै यो चोकमा आएपछि यता पनि नजाने ओह्रालो पनि नजाने ठ्याक्क उकालो जानुपर्छ ट्याम्के जानु लागि। अहिले चाहिँ मौसम एकदम खुलिसकेको छ। वारपर सबै हरियाली एकदम बबाल देख्न सक्नुहुन्छ। अब हाम्रो यात्रा ट्याम्केसम्मको रहेको छ। अब हामी ट्याम्केतर्फ जाँदैछौँ। लेट्स गो गाइस। ट्याम्के तर्फ लाग्यो उकालो।
ट्याम्केको यात्रातर्फ लागिरहेको छौँ। उकालो उकालो बढेर अघि चाहिँ एकदम मौसम अनक्लियर थियो है, उयो हुस्सो लाग्यो। अहिले चाहिँ एकदम बब्बाल क्लियर भइसक्यो। अगाडि देख्न सक्नुहुन्छ यस्तो खतरा बार भ्यूहरू पनि बब्बाल पारेर देख्न सक्नुहुन्छ होइन। दामी डाँडा काँडा पुगिसक्यो। अब हामी एकदम खतरा ठाउँ ट्याम्के र धार्मिक स्थल पनि हो ट्याम्के मन्दिर। त्यसपछि खतरा भ्यू टावर नयाँ बनाएको छ भनिरहेको छ। यसो हेरौँ के छ अवस्था। हाम्रो यात्रा अगाडि कन्टिन्यू छ। बाटो चाहिँ अफरोड छ सबै यस्तै खालको छ। टुक ल बबाल यहाँ मुनि भ्यू देखाइदिउँ न खतरा। ल यो चाहिँ पानधारे जस्तो छ है, अलराउन्ड बबाल पारेर भ्यू गाइस। ल ओके आइज अहिले चाहिँ हामी यहाँ पानधारे भन्दा अलि उकालो आइसक्यो। यहाँ छुट्टिने बाटोबाट एकदम बब्बाल भ्यूहरू देख्न सक्छ। यहाँ भ्यू पोइन्टहरू भयो। यहाँबाट माथि मुन्दुम ट्रेल जाने बाटो पनि छ। यहाँबाट पनि यो ट्रेल हिँड्ने बाटो चाहिँ यहाँबाट छ। सडक बाटो चाहिँ अर्कोबाट जान सक्छ। एकदम विशाल यात्रा बब्बाल देख्न सक्छ। वारपर सब हरियाली हेर, यस्तो डाँडा काँडा यति बब्बाल छ कि होइन। हामी ट्याम्के जाने क्रममा विभिन्न बाटोहरू पार गर्दै अगाडि बढ्यो। तर जाँदा जाँदै धेरै टाइम लाग्ने भयो। बाटोहरू पनि एकदम लङ पर्यो हामीलाई बाइकमा जाँदाखेरि। हामी आधा बाटोबाट फर्कियो, अगाडि बढ्न नसक्ने अवस्था भएर। बाटोको हालत यस्तो छ। खना नाच्छ त बाइक त। माटो एकदम चिप्लो क्या, यो चिप्लो माटोले गर्दाखेरि एकदम गाह्रो हुन्छ चलाउनु पनि। ल ओके अहिले चाहिँ हामी यहाँ चक्क चोकमा छु, देख्न सक्नुहुन्छ। यता गयो भने चाहिँ सोलामा खिदीमा जाने रहेछ। यो माथि गयो भने चाहिँ हामी मुन्दुम ट्रेल जान सकिन्छ। भर्खर रेस सकेको छ मुन्दुमको फर्स्ट ट्रेल। यहाँबाट छ, यहाँ बाटोहरू म्यापहरू देखाइरहेको छ है। ट्याम्के देख्न सक्नुहुन्छ तपाईँ 30,010 मिटरको छ। जम्मा 4.6 किलोमिटर 3 घन्टामा छ। स्टार्टिङ पोइन्ट यहाँबाट भयो। तह भन्ज्याङ पनि यहाँबाट जान सकिने रहेछ। तपाईँहरू यहाँबाट आरामले ट्याम्के 3 घन्टा हिँडेर जान सक्ने रहेछ। 3 देखि 3.5 घन्टा लाग्छ नर्मल मान्छेहरूलाई। अनि देख्न सक्नुहुन्छ पानी कुवा पनि यति दामी छ। ट्याक्क यसमा के गर्ने, ट्याक्क यस्तो गरेर पानी खानुहुन्छ। क्या चिसो छ होइन। यस्तो गरेर थोरै पर्छ त हात पनि यस्तो गरेर। दामी। ओके अहिले चाहिँ हामी यहाँ यो ट्याम्के जानेको हाइकिङ बाटो साइडपट्टि छु। यता पछाडि देख्न सक्नुहुन्छ चिया बगान लागि बनाइरहेको छ। अहिले चाहिँ रोपिरहेको छ यो स्टेप गरेर। पछि चाहिँ 5-10 वर्षपछि चाहिँ एकदम बबाल हुनेवाला रहेछ चिया बगान। हामी चाहिँ ट्याम्के हिँडेको अगाडि गयो यहाँ हिँडेर 3 घन्टामा पुग्ने रहेछ। हामी त्यही 3.5 घन्टा जति बाइक चलाउँदा पनि पुगेन। त्यसपछि ट्याम्के नपुगेन फर्केर आएको। यो चाहिँ ट्याम्के जानेको ट्रेल रहेछ है, ट्रेक बाटो रहेछ। अगाडि उफ्रेर हिँड्नु मिल्ने रहेछ। यस्तो छ ट्याम्के हिँड्ने बाटो। हामी अब यत्रो 3.5 घन्टा चलाउँदा बाइक चलाउँदा पनि पुगेन। अनि आधा बाटोबाट फर्केको। त्यहाँ मान्छेहरूले यसो सोद्दाखेरि अझै पुग्यो। त्यहाँबाट नि 1.5 घन्टा लाग्छ अरे, झन्डै 5 घन्टा जति लाग्ने रहेछ बाइकमा गयो भने त। त्यही भएर हामी चाहिँ अब यहाँ माथिल्लोमा एउटा पोखरी रहेछ, चिन्डो आकारको टाइपको पोखरी। त्यहाँ पोखरीसम्म पुगेर फर्किन्छौँ। लेट्स लभली गाइज, डोन्ट फर्गेट टु सेयर एन्ड सब्सक्राइब। आज हाम्रो राम्रै यात्रा थियो ट्याम्केसम्मको, तर असफल भयो हामी। धेरै टाइम लाग्ने भएर बाटो पनि एकदम चिप्लोहरू छ पानी परेर। सो हामी फर्केको। लेट्स लभ गाइज। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ लोकल स्ट्रबेरी गाउँतिर हुने। यो चाहिँ पप्प खानु मिल्छ। यो चाहिँ गाउँतिर हो। अर्को अर्ग्यानिक स्ट्रबेरी पनि हुन्छ ठुल्ठुलो। यो चाहिँ गाउँतिर यस्तो लोकल खाने गाइज स्ट्रबेरी।
स्ट्रबेरी यम्मी द्याट्स गुड। अब चाहिँ चस्मा लाएर हामी अगाडि चिन्डो टाइपको आकार भएको पोखरीतर्फ अगाडि बढ्दैछु। यहाँको त अगाडि जान छ। यहाँ तल चोकबाट चाहिँ 5 मिनट जतिको यात्रा छ हाम्रो सुकल ट्रेक। यहाँबाट गयो भने 3 घन्टामा ट्याम्की पुग्ने रहेछ। हामी चाहिँ 3.5 घन्टासम्म राइड गर्दा पनि पुगेन। त्यसपछि हामी हार माने जतिकै हो फर्केर आइयो। अब पछि नेक्स्ट टाइम मिल्यो भने जान्छु। हामी 4-5 मिनटको हिँडाएपछि तलबाट अहिले यहाँ वाबु यानि कि चिन्डो पोखरी नजिक आइसक्यो। यो चाहिँ साकेला गाउँपालिका वडा नम्बर 3 तावा भन्ज्याङ खोटाङ स्थापना 2017-18 सालमा भएको रहेछ। उचाइ 2225 मिटरमा छ। ट्याक्कै चिन्डो देख्न सक्नुहुन्छ। यो टाइप चिन्डो ठ्याक्कै अब हामी यहाँ चिन्डो पोखरी यस्तो छ ल। लेट्स भ्यू गाइज, लेट्स सी चिन्डो। ट्याक्कै चिन्डो आकारमा छ पोखरी पनि बबाल। याहु फुई चिन्डो पोखरी या आमिन चिन्डो पोखरी गाइज। वाबु यानि कि चिन्डो पोखरी। हामी यहाँबाट माथि जानु गयो भने चाहिँ ट्याम्को जान्छ। ट्याम्को हामी जाँदैनौँ, फर्केर आइसक्यो हामी बाटोबाट। एकदम बबाल देख्न सक्नुहुन्छ पोखरी दामी। त्यहाँ माथि देख्न सक्नुहुन्छ बस्ने ठाउँ। एक सर्ट चिन्डो पोखरी हेर्नुहोस्। फाइनल चाहिँ हामी यहाँ वाबु चिन्डो पोखरी आइसकेको छु। खोटाङ जिल्लामा रहेको यो विशाल चिन्डो पोखरीमा स्वागत छ तपाईहरुलाई। Betuka, baby frog. This is Betuka. Betuka को बच्चा।